रोल्पाको अर्को नाम हो विद्रोह। युद्ध लडेर होस् वा चुनावी बहिष्कार गरेर होस्, रोल्पालीहरूको चुनावी इतिहासलाई फर्केर हेर्ने हो भने थबाङले पञ्चायतको विरुद्धमा नो भोट गर्यो। 2074 को दोस्रो संविधान सभाको निर्वाचनमा पनि शून्य भोट गर्यो। त्यसपछि चुनावमा लगातार भाग लिएको थबाङले यसपटक भने मत बदल्ने अपेक्षा लिएको छ। तत्कालीन माओवादी शान्ति प्रक्रियामा सामेल भए यताका 18 वर्षहरू लगातार सत्तामा सामेल भएको छ। 18 वर्षका धेरै वर्षहरू वर्षमानका उन्मादका वर्षहरू बने। तिनै वर्षमान पुन फेरि प्रतिनिधि सभा 2082 को चुनावमा नेपाली कम्युनिस्ट पार्टी रोल्पाबाट उम्मेद्वार बनेका छन्। जेनजी आन्दोलनको मर्म पुरानो नेतृत्व परिवर्तन तथा विकल्प खोजिरहेको बेला रोल्पामा उही पुरानै अनुहार निर्विकल्प बनेर उम्मेद्वार आउँदा वर्षमान यति बेला आलोचनाका केन्द्रमा छन्। पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीको तर्फबाट प्रत्यक्षतर्फ ललितपुर क्षेत्र नम्बर 1 बाट विजय भएका थिए। प्रतिनिधि सभा निर्वाचन 2074 र 2079 मा नेकपा माओवादी केन्द्र रोल्पाबाट प्रत्यक्षतर्फ विजयी उम्मेद्वार हुन्। वर्षमान पुनकी श्रीमती रोल्पाको क्षेत्र नम्बर 2 बाट संविधान सभाको निर्वाचनमा विजयी भएकी थिए। यसरी आफू रोल्पा नआउँदा आफ्नी श्रीमतीलाई उठाएर रोल्पामा वर्चस्व जमाउँदै आएका वर्षमानले कृष्ण बहादुर महराको राजनीति सकाइदिने रोल मोडल खेले। यसपटक पुन फेरि रोल्पामा आउँदा जनयुद्धका प्रखर नेता जयपुरी घरती, कुलबहादुर केसी, सोनाम लगायतका दर्जनौं नेताहरूलाई धराशयी बनाएर निर्विकल्प नेताको रूपमा उम्मेद्वार भए। एक तन्त्रीय व्यवस्था राजा फालेर लोकतान्त्रिक व्यवस्थामा आएका वर्षमानले रोल्पामा एकात्मक राज्य कायम गरेको स्रोत बताउँछ। प्राय रोल्पामा आफै आउने वर्षमानले आफू नआउँदा श्रीमती ल्याएर भए पनि रोल्पामा एक सत्र राज गरे। तर अन्य रोल्पाका प्रभावशाली नेताहरूको राजनीतिक लीला समाप्त भयो। उनका गुरु कृष्ण बहादुर महरालाई विभिन्न काण्डको रूपमा राजनीतिक सिद्धाउने ध्याउनमा लागेको आरोप वर्षमानलाई लागेको थियो भने वैकल्पिक नेताहरूलाई समेत गुमराहमा पारेर एकल राज गरिरहेको भन्ने सर्वसाधारणको ठम्मै छ। रोल्पाली सोझा जनतालाई भोट बैंकको रूपमा वर्षौंदेखि प्रयोग गर्दै आए, आज पनि प्रयोग गर्न खोजिरहेका छन्। यस पटकको चुनावमा पनि रोल्पामा आचार संहिता मिचेर तडक भडक गरिरहेको देखिन्छ। खास गरी निर्वाचन आयोगको आचार संहिता अनुसार विधिवत रूपमा चुनाव प्रचार प्रसार फागुन 4 गतेदेखि पाउनेछन्। तर वर्षमानले रोल्पाका विभिन्न पालिकाहरूमा बलबल सहित चुनाव प्रचार प्रसारमा जुटेका छन्। चुनावमा सरकारी गाडी प्रयोगदेखि पैसा बाँड्ने कार्य समेत गरेको स्थानीय बताउँछन्। गंगादेव गाउँपालिकाको कार्यकर्ता भेटघाट कार्यक्रमको नाममा आमा समूह र लहरी समूहलाई रु 1500 को दरले पैसा वितरण गर्ने कार्य भएको थियो। पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाका वडाहरूमा गाउँको कटुवाललाई हात हाल्न लगाएर वर्षमानको चुनावी कार्यक्रममा प्रचार प्रसार गराएका छन्। यस्तो कार्य निर्वाचन आचार संहिता विपरीतको कार्य हो। वर्षौंसम्म राज गरेर रोल्पालीहरूलाई अनिर्णयको बन्दी बनाएर गुमराहमा पारिरहेका पुन सुन काण्डमा समेत मुछिएका पात्र हुन्। माओवादी केन्द्रले जसरी फर्जी मत हालेर आफ्ना उम्मेद्वारलाई जिताएको थियो, त्यसरी नै यो पटक पनि उनले रोल्पामा अधिकांश मतदान केन्द्रमा फर्जी मत हाल्न लगाएर जिताउने खेलमा नलाग्लान् भन्न सकिन्न। हरेक पटक चुनावमा जितेर जाने वर्षमानबाट उनका वरिपरिका आफन्त आसेपासेहरूले लाभ लिने बाहेक रोल्पाली जनताले कुनै लाभ लिन सकेका छैनन्। 24 वर्षसम्म शहीद मार्ग अलपत्र अवस्थामा छ। पूर्वी रोल्पाको पर्यटन गन्तव्य बडाचौर एयरपोर्ट वर्षौंदेखि अलपत्र छ। वर्षौंदेखि अलपत्र शहीद मार्ग र पूर्वी रोल्पाको बडाचौर एयरपोर्ट पुनको भोट बैंक बन्दै आएको छ। स्मरण रहोस्, वर्षमान पुन आउँदो फागुन 21 गतेको चुनावमा विजयी भए भने रोल्पाका कुनै पनि योजनाहरूले पूर्णता पाउने विश्वास छैन। किनकि फेरि अर्को पटकको चुनावमा यिनै अलपत्र सडक र एयरपोर्ट देखाउँदै वर्षमानले भोट माग्न तपाईको घर दैलो चार्नु जो छ। त्यसैले आदरणीय रोल्पाली दाजुभाइ तथा दिदीबहिनीहरू, रोल्पाको मत बदलौं र नेताको विकल्प